हेलो गाइज, आज हामी एचएस सेकेन्ड इयर मेडिसिन सब्जेक्टको मोस्ट इम्पोर्टेन्ट र मोस्ट प्रोबेबल क्वेसनहरूको मोडेल सेट तयार पारिरहेका छौँ। सो यस भिडियोमा तपाईँहरू हरेक क्वेसनको एन्सर विथ एक्सप्लेनेसन हेर्न सक्नुहुन्छ। यस भिडियोमा हामी एमसीक्यू, त्यस्तै भेरी सर्ट क्वेसन, त्यस्तै सर्ट क्वेसन र लङ क्वेसनको फुल्ली एन्सर र एक्सप्लेनेसन हेर्नेछौँ। सो भिडियोलाई लास्ट टाइम हेर्नु होला। फर्स्टमा कुरा गरौँ एमसीक्यूको। सो फर्स्ट एमसीक्यू रहेको छ, व्हिच अर्गानिजम कज टेटिनस? टेटिनस कुन अर्गानिजम कज गर्छ? अप्सन रहेको छ क्लोस्ट्रिडियम बोटुलिनम, क्लोस्ट्रिडियम टेटानी, क्लोस्ट्रिडियम परफ्रिन्जेन्स, क्लोस्ट्रिडियम डिफिसियल। सो यसको राइट एन्सर हुन्छ क्लोस्ट्रिडियम टेटानी। Tetanus is caused by Clostridium tetani, which produces tetanospasmin and causes muscles rigidity and painful spasm. Tetanus भनेको Clostridium tetaniले टेटानोस्पास्मिन नामको केमिकल रिलिज गरेर कज गर्छ। जुन टेटानोस्पास्मिन नामको केमिकल हुन्छ त्यसले मसललाई रिजिड र पेनफुल स्पाजम कज गर्छ। अब नेक्स्ट रहेको छ अल आर फिचर्स अफ नेफ्रोटिक सिन्ड्रोम एक्सेप्ट। जुन यो चारवटा अप्सन छ त्यसबाट कुन चाहिँ नेफ्रोटिक सिन्ड्रोमको फिचर छैन? प्रोटिनुरिया, एडिमा, हाइपोएल्बुमिनेमिया, हेमेचुरिया। सो यसको राइट एन्सर हुन्छ हेमेचुरिया। नेफ्रोटिक syndrome is characterized by heavy proteinuria, hypoalbuminemia, edema, and hyperlipidemia. Hematuria is not a defining features. Or next हेरौँ, which hormone is secreted by corpus luteum? Corpus luteum बाट कुन हार्मोन सेक्रेट हुन्छ? एस्ट्रोजन, प्रोजेस्टेरोन, एफएसएच, एलएच। यसको राइट एन्सर हुन्छ प्रोजेस्टेरोन। The corpus luteum mainly secretes progesterone after ovulation, supporting the endometrium for implantation and early pregnancy. कर्पस ल्युटियमले प्रोजेस्टेरोन रिलिज गर्छ आफ्टर ओभुलेसन। जुन इन्डोमेट्रियम हुन्छ इन्डोमेट्रियमलाई इम्प्लान्टेसन र अर्ली प्रेग्नेन्सीको लागि सपोर्ट गर्नको लागि। अब नेक्स्ट रहेको छ कजेटिभ एजेन्ट अफ कालाजार। कालाजारको कजेटिभ एजेन्ट भनेको लिजमेनिया डोनोभेनी, ट्रिप्यानोसोमा क्रुजी, प्लाज्मोडियम भाइभेक्स र टैक्सोप्लाज्मा गोन्डाईबाट कुन हो? यसको राइट एन्सर हुन्छ लिजमेनिया डोनोभेनी। कालाजार और visceral leishmaniasis is caused by Leishmania donovani and commonly causes fever, splenomegaly and anemia. र Leishmania donovani ले fever cause गर्छ, splenomegaly cause गर्छ र anemia cause गर्छ। नेक्स्ट रहेको छ लाइट्स क्राइटेरिया आर used for diagnosis of COPD, pneumonia, pleural effusion र pulmonary embolism मध्ये कुन चाहिँ हो? यसको राइट एन्सर हुन्छ pleural effusion। जुन लाइट्स क्राइटेरिया हुन्छ त्यो एक्जुडेटिभ र ट्रान्सुडेटिभ प्लुरल इफ्युजनलाई डिफ्रेन्सिएट गर्छ, प्लुरल फ्लुइड, सिरम प्रोटिन र एलडिएस मेजरमेन्ट गरेर। नेक्स्ट रहेको छ व्हिच अफ द फलोइङ इज नट अ फिचर अफ सिओपिडी? सिओपिडीमा कुन फिचर देखिँदैन? क्रोनिक ब्रोन्काइटिस, इम्फाइसेमा, रिभर्सिबल एयरवे अब्स्ट्रक्सन या प्रोग्रेसिभ डिस्पिनिया। यसको राइट एन्सर हुन्छ रिभर्सिबल एयरवे अब्स्ट्रक्सन। सिओपिडी हुँदाखेरि क्रोनिक ब्रोन्काइटिस पनि देखिन्छ, इम्फाइसेमा पनि देखिन्छ, प्रोग्रेसिभ डिस्पिनिया पनि देखिन्छ, बट चाहिँ रिभर्सिबल एयरवे अब्स्ट्रक्सन हुँदैन, त्यसमा इरिभर्सिबल एयरवे अब्स्ट्रक्सन हुन्छ। सो यसको राइट एन्सर हुन्छ रिभर्सिबल एयरवे अब्स्ट्रक्सन। सिओपिडी कजेस पर्सिस्टेन्ट एयरफ्लो लिमिटेसन द्याट इज नट फुली रिभर्सिबल। क्रोनिक ब्रोन्काइटिस, इम्फाइसेमा, प्रोग्रेसिभ डिस्पिनिया आर क्यारेक्टरिस्टिक्स। अब नेक्स्ट रहेको छ एचबिएसएजी इज अ मार्कर अफ। जुन एचबिएसएजी छ त्यो के को मार्कर हो? एचआइभी इन्फेक्सन, हेपाटाइटिस बी इन्फेक्सन, हेपाटाइटिस सी इन्फेक्सन र वा ट्युबरक्लोसिस। सो यसको राइट एन्सर हुन्छ हेपाटाइटिस बी इन्फेक्सन। एचबिएसएजी भनेको हेपाटाइटिस बी सर्फेस एन्टिजेन हुन्छ यसको फुल फर्म। इट प्रेजेन्स इन्डिकेट्स करेन्ट हेपाटाइटिस बी भाइरस इन्फेक्सन। अब नेक्स्ट हेरौँ Which drug is first line in hypertension? हाइपरटेन्सनमा कुन चाहिँ फर्स्ट लाइन ड्रग युज हुन्छ? बीटा ब्लकर, क्याल्सियम च्यानल ब्लकर, एसी इन्हिबिटर वा डिगोक्सिन। सो यसको राइट एन्सर हुन्छ एसी इन्हिबिटर। एसी इन्हिबिटर भनेको फर्स्ट लाइन ड्रग्स जुन हाइपरटेन्सनमा युज हुन्छ। अब नेक्स्ट हेरौँ द क्लासिकल सिम्पटम्स अफ एन्जिना इज। एन्जिनाको क्लासिकल सिम्पटम्स चाहिँ के हो भन्दाखेरि शार्प स्ट्याबिङ चेस्ट पेन, कन्स्ट्रिक्टिङ चेस्ट पेन अन एक्सर्सन, कन्टिन्युअस डल पेन, सडन एब्डोमिनल पेन। सो यसको राइट एन्सर हुन्छ कन्स्ट्रिक्टिङ चेस्ट पेन अन एक्सर्सन। क्लासिकल एन्जिना इज प्रेसर लाइक कन्स्ट्रिक्टिङ चेस्ट डिस्कम्फर्ट प्रेसिपिटेड बाई एक्सर्सन एन्ड युजुअली रिलिभ्ड बाई रेस्ट। जति बेला हामी एक्सर्साइजहरू गर्छौँ कि वर्कहरू गर्छौँ भने चेस्ट पेन हुन थाल्छ र रेस्ट गर्दाखेरि फेरि त्यो पेन छ
त्यो रिलिभ हुन थाल्छ, त्यसलाई हामी कन्स्ट्रिक्टिङ चेस्ट पेन अन एक्सर्सन भन्छौँ। अब नेक्स्ट हेरौँ, व्हिच इलेक्ट्रोलाइट इम्ब्यालेन्स इज मस्ट कमन इन डायरिया। कुन इलेक्ट्रोलाइटको इम्ब्यालेन्स चाहिँ डायरियामा मस्ट कमन हुन्छ? सो यसको राइट एन्सर फर्स्टमा अप्सन हेरौँ, हाइपरक्यालेमिया, हाइपोक्यालेमिया, हाइपरनाइट्रेमिया र हाइपरक्याल्सिमिया मध्ये कुन हुन्छ भन्दाखेरि यसको राइट एन्सर हुन्छ हाइपोक्यालेमिया। डायरिया कजेस ग्यास्ट्रोइन्टेस्टाइनल पोटासियम लस। जुन डायरिया हुन्छ, डायरियामा ग्यास्ट्रोइन्टेस्टाइनलमा पोटासियम लस हुन्छ। सो प्रोलङ्ड अर सिभियर डायरिया कमनली प्रोड्युसेस हाइपोक्यालेमिया। नेक्स्ट हेरौँ, व्हिच अफ द फलोइङ इज अ कम्प्लिकेसन अफ सिरोसिस। सिरोसिसको कम्प्लिकेसन चाहिँ के हो? पोर्टल हाइपरटेन्सन, पल्मोनरी इम्बोलिजम, डायबिटिज इन्सिपिडस, हाइपरथाइरोइडिज्म। सो यसको राइट एन्सर हुन्छ पोर्टल हाइपरटेन्सन। Cirrhosis increases resistance to portal blood flow and can produce portal hypertension, ascites, splenomegaly and varices. Our next heरौँ, which vaccine prevents cervical cancer? Cervical cancer मा कुन चाहिँ भ्याक्सिन प्रिभेन्ट गर्छ? यसको अप्सन हेरौँ, हेपाटाइटिस बी भ्याक्सिन, एचपीभी भ्याक्सिन, इन्फ्लुएन्जा भ्याक्सिन वा टेटानस टक्साइड। यसको राइट एन्सर हुन्छ एचपीभी भ्याक्सिन। Persistent high-risk HPV infection is the major cause of cervical cancer. HPV vaccination prevents infection with important oncogenic HPV types. Our next heरौँ, aplastic anemia is caused by bone marrow suppression, iron deficiency, vitamin B12 deficiency or hemolysis. So यसको राइट एन्सर हुन्छ bone marrow suppression. Bone marrow suppression ले aplastic anemia cause गर्छ। Aplastic anemia results from failure or marked suppression of hematopoietic stem cells producing pancytopenia. Our next heरौँ, the most common cause of meningitis in Nepal. Most common cause of meningitis नेपालमा के भन्दाखेरि Mycobacterium tuberculosis, Streptococcus pneumonia, Neisseria meningitis, E. coli. यसको राइट एन्सर हुन्छ Streptococcus pneumonia, जुन नेपालको लागि मेनिन्जाइटिसको मोस्ट कमन कज हो। अब नेक्स्ट हेरौँ, व्हिच अफ द फलोइङ इज अ वाटर बर्न डिजिज। ट्युबरक्लोसिस, कोलेरा, रेबिस वा डेङ्गु। वाटर बर्न डिजिज भनेको वाटरबाट ट्रान्सफर हुने डिजिज कुन हो? यसको राइट एन्सर हुन्छ कोलेरा। कोलेरा इज अ वाटर एन्ड फुड बर्न इन्फेक्सन caused by Vibrio cholerae and commonly causes profuse watery diarrhea. अब नेक्स्ट हेरौँ, hypothyroidism in pregnancy can cause cretinism in baby, diabetes mellitus, asthma, peptic ulcer. यसको राइट एन्सर हुन्छ cretinism in baby. Untreated maternal hypothyroidism can impair fetal brain development and cause congenital hypothyroidism with developmental impairment. नेक्स्ट रहेको छ, what is incubation period of rabies? रेबिसको इन्क्युबेसन पिरियड भनेको कति डेज वा कति विक्सहरूको हुन्छ? फर्स्ट अप्सन रहेको छ 1 to 3 days, 1 to 3 weeks, 1 to 3 months or 1 year. सो यसको राइट एन्सर हुन्छ 1 to 3 months. Rabies commonly has an incubation period of about 1 to 3 months, although the range can be considerably wider. 1 देखि 3 महिनाको हुन सक्छ, तर यसको जुन रेन्ज हुन्छ त्यो बढी पनि हुन सक्छ। अब which test confirms HIV infection? HIV इन्फेक्सनको लागि कुन टेस्ट गर्नुपर्ने हुन्छ जसले कन्फर्म गर्छ? ELISA, PCR, Western blot or rapid test only. यसको राइट एन्सर हुन्छ Western blot. नेक्स्ट हेरौँ, which condition is not a cause of secondary hypertension? सेकेन्डरी हाइपरटेन्सनको कुन कज चाहिँ होइन? सो renal artery stenosis, pheochromocytoma, hyperthyroidism or essential hypertension. So यसको राइट एन्सर हुन्छ essential hypertension. Essential hypertension has no identifiable secondary cause. Renal artery stenosis and pheochromocytoma can cause secondary hypertension. Next heरौँ, which drug is used in the management of organophosphorus poisoning? Organophosphorus poisoning मा कुन चाहिँ ड्रग युज हुन्छ? एट्रोपिन, नैलोक्सोन, फ्लुमाजेनिल, प्रोटामिन. सो यसको राइट एन्सर हुन्छ एट्रोपिन युज हुन्छ. एट्रोपिन एन्टागोनाइजेस मस्कारेनिक इफेक्ट्स अफ एक्सेस एसिटाइलकोलाइन एन्ड इज एन इम्पोर्टेन्ट एन्टिडोट इन ओपी पोइजनिङ, अर्गानोफोस्फोरस पोइजनिङ. यसको मेन भनेको एट्रोपिन हो. अब हामी भेरी सर्ट क्वेसन हेर्नेछौँ. सो फर्स्ट क्वेसन रहेको छ, डिफाइन एन्जिना पेक्टोरिस. एन्जिना पेक्टोरिस भनेको
Angina pectoris is a clinical syndrome characterized by transient chest discomfort due to temporary myocardial ischemia. So angina pectoris भनेको एउटा क्लिनिकल सिन्ड्रोम हो जसमा टेम्पोररी मायोकार्डियल इसेमियाको कारणले चेस्ट डिस्कम्फर्ट हुन्छ, चेस्ट पेनहरु हुन्छ. Without myocardial necrosis usually caused by inadequate coronary blood supply. हार्टको जुन मसल्सहरु हुन्छ त्यो डेथ हुँदैन, तर inadequate coronary blood supply जुन ब्लड सप्लाई हुन्छ हार्टमा त्यसको कमीले चाहिँ डिस्कम्फर्ट हुन थाल्छ. Name the causes of cirrhosis of liver. अब cirrhosis of liver को causes भन्दैछ. सो क्रोनिक एल्कोहल युजले गर्दा हुन्छ, क्रोनिक हेपाटाइटिस बी र हेपाटाइटिस सी को पेशेन्टमा हुन सक्छ, नन एल्कोहलिक फ्याटी लिभर डिजिज स्टेटो हेपाटाइटिस हुन सक्छ जसमा जुन एल्कोहल कन्ज्युम गर्दैन त्यस्तो पेशेन्टमा पनि हुन सक्छ, अटो इम्युन हेपाटाइटिसले हुन सक्छ, प्राइमरी बिलियरी कोलान्जाइटिस एन्ड प्राइमरी स्क्लेरोसिङ कोलान्जाइटिसको कारणले हुन सक्छ, त्यस्तै हेमोक्रोमेटोसिसको कारणले हुन्छ, विल्सन डिजिजको कारणले हुन्छ, अल्फा 1 एन्टिट्रिप्सिन डेफिसियन्सीको कारणले पनि हुन सक्छ, त्यस्तै क्रोनिक बिलियरी अब्स्ट्रक्सनको कारणले हुन सक्छ. नेक्स्ट हेरौँ, मेन्सन मेजर कम्प्लिकेसन अफ हाइपरटेन्सन. हाइपरटेन्सनको मेजर कम्प्लिकेसनहरू भनेको स्ट्रोक आउन सक्छ, इसेमिक हार्ट डिजिज एन्ड मायोकार्डियल इन्फेक्सन र हार्ट डिजिजहरू हुन सक्छ, हार्ट फेलियर हुन सक्छ, त्यस्तै क्रोनिक किडनी डिजिज हुन सक्छ, रेटिनोपेथी हुन सक्छ, त्यस्तै पेरिफेरल आर्टेरियल डिजिज हुन सक्छ, त्यस्तै एओर्टिक एन्युरिजम र डिसेक्सनहरू हुन सक्छ. नेक्स्ट हेरौँ, डिफाइन ब्रोंकियल आस्थमा. Bronchial asthma is a chronic inflammatory disease of the airways characterized by various respiratory symptoms. Bronchial asthma भनेको एउटा इन्फ्लामेटरी डिजिज हो जुन कि रेस्पिरेटरी सिम्पटम्सले गर्दा हुन सक्छ, जस्तै भेरिएबल एक्सपिरेटरी एयरफ्लो लिमिटेसन जसमा एयरफ्लो लिमिटेसन हुन्छ, त्यस्तै हाइपर रेस्पोन्सिभनेस हुन सक्छ, ब्रोंको कन्स्ट्रिक्सनको कारणले ब्रोंकियल आस्थमा हुन सक्छ. नेक्स्ट हेरौँ, राइट एनी टू फिचर्स अफ पार्किन्सोनिजम. पार्किन्सोनिजमको दुईवटा फिचर्स भनेको ब्राडिकाइनेसिया त्यस्तै रेस्टिङ ट्रेमर्स. ब्राडिकाइनेसिया भनेको धेरै हिडोल गर्न नसक्ने र रेस्ट गर्दाखेरि ट्रेमर हुने भनेको जुन हातहरू काम्ने भनेको त्यस्तो हुन्छ. अदर फिचर्स इन्क्लुड रिजिडिटी, पोस्चरल इनस्टेबिलिटी एन्ड अ सफलिङ गेट, यिनीहरू पनि हुन सक्छ. नेक्स्ट हेरौँ, राइट द इन्क्युबेसन पिरियड अफ म्यालेरिया. म्यालेरियाको इन्क्युबेसन पिरियड भनेको The incubation period of malaria is generally about 7 to 30 days depending on the species of Plasmodium and other factors. Normally भनेको 7 to 30 days को हुन्छ incubation period of malaria. Next हेरौँ, name the types of shock. Shock को types को नाम भन्दैछ. So first रहेको छ hypovolemic shock, next cardiogenic shock, next distributive shock. Distributive shock मा septic, anaphylactic र neurogenic shock पनि आउँछ. Next रहेको छ obstructive shock. अब नेक्स्ट रहेको छ, मेन्सन द कम्प्लिकेसन अफ पेप्टिक अल्सर. पेप्टिक अल्सरको कम्प्लिकेसन हेमोरेज हुन्छ, पर्फोरेसन हुन्छ, पेनिट्रेसन हुन्छ, ग्यास्ट्रिक आउटलेट अब्स्ट्रक्सन हुन्छ, रिकरेन्ट अल्सरेसन हुन्छ, म्यालिग्नेन्सी इन सम ग्यास्ट्रिक अल्सर, म्यालिग्नेन्सी पनि हुन सक्छ. नेक्स्ट हेरौँ, डिफाइन इन्फर्टिलिटी. इन्फर्टिलिटीलाई डिफाइन गर्न भन्दैछ. इन्फर्टिलिटी इज द इनएबिलिटी टु एचिभ प्रेग्नेन्सी आफ्टर 12 months अफ रेगुलर अनप्रोटेक्टेड सेक्सुअल इन्टरकोर्स. इन्फर्टिलिटी भनेको 12 महिनासम्म रेगुलर अनप्रोटेक्टेड सेक्सुअल इन्टरकोर्स गर्दा पनि यदि प्रेग्नेन्सी अकर भएन त्यसलाई हामी इन्फर्टिलिटी भन्छौँ. अब नेक्स्ट हेरौँ, नेम द अपर्चुनिस्टिक इन्फेक्सन इन एचआइभी. एचआइभीमा कुन कुन चाहिँ इन्फेक्सनहरू हुन सक्छ, अर्को इन्फेक्सनहरू. सो ट्युबरक्लोसिस हुन सक्छ, न्युमोसिस्टिस जियोभेसी न्युमोनिया हुन सक्छ, क्यान्डिडियासिस हुन सक्छ, क्रिप्टोकोकोसिस हुन सक्छ, ट्याक्सोप्लाज्मोसिस हुन सक्छ, साइटोमेगालो भाइरस इन्फेक्सन हुन सक्छ, हर्पिस जस्टर हुन सक्छ, रिकरेन्ट ब्याक्टेरियल इन्फेक्सन हुन सक्छ. नेक्स्ट रहेको छ, मेन्सन इन्भेस्टिगेसन्स फर मेनिन्जाइटिस. मेनिन्जाइटिसको इन्भेस्टिगेसनहरू के छ? सो यसको इन्भेस्टिगेसन भनेको लम्बर पन्चर र सिएसएफ एक्जामिनेसन हुन्छ, त्यस्तै सिएसएफ ग्राम स्टेन एन्ड कल्चर गराउनु पर्ने हुन्छ, सिएसएफ सेल काउन्ट एन्ड डिफरेन्सियल काउन्टहरू गराउनु पर्ने हुन्छ, सिएसएफ ग्लुकोज एन्ड प्रोटिनहरू गराउनु पर्ने हुन्छ, ब्लड कल्चर गराउनु पर्ने हुन्छ, सिबिसी काउन्ट, त्यस्तै सिटी एमआरआई ब्रेन वेन इन्डिकेटेड. डिफाइन जेनेटल प्रोल्याप्स. जेनेटल प्रोल्याप्स इज डाउनवर्ड डिस्प्लेसमेन्ट अफ 1 or more पेल्भिक अर्गन्स. जेनेटल प्रोल्याप्स भनेको
one or more pelvic organs यदि डिस्प्लेस भएर तल आयो भने आफ्नो जुन प्लेस हुन्छ त्यहाँबाट यदि तल झर्यो भने त्यसलाई हामी जेनिटल प्रोल्याप्स भन्छौँ। जस्तै युटेरसहरू, ब्लाडरहरू, रेक्टमहरू तल आयो भने त्यसलाई हामी भन्छौँ। नेक्स्ट रहेको छ सर्ट क्वेसन। सर्ट क्वेसनको फर्स्ट क्वेसन हेरौँ। राइट द क्लासिफिकेसन एन्ड क्लिनिकल फिचर्स अफ एनेमिया। एनेमियाको क्लासिफिकेसन र क्लिनिकल फिचर्स लेख्न भन्दैछ 5 मार्क्समा। सो फर्स्टमा हामीलाई डेफिनेसन लेख्नुपर्ने हुन्छ। Anemia is a condition in which hemoglobin is below the normal level for age and sex, reducing oxygen carrying capacity. Anemia भनेको एउटा कन्डिसन हो जसमा हेमोग्लोबिनको जुन लेभल हुन्छ त्यो नर्मल भन्दा बिलो हुन्छ भनेको तल हुन्छ र यो भनेको एज र सेक्सको हिसाबले चाहिँ कन्डिसन एप्लाई हुन्छ र यसमा जुन अक्सिजन क्यारिङ क्यापेसिटी हुन्छ त्यो रिड्युस भएको हुन्छ। अब क्लासिफिकेसन हेरौँ। क्लासिफिकेसनमा 3 टाइप्समा छ। एउटा छ माइक्रोसाइटिक हाइपोक्रोमिक, नेक्स्ट छ नर्मोसाइटिक नर्मोक्रोमिक र अर्को छ म्याक्रोसाइटिक। सो 3वटा क्लासिफाई गरेको छ 3वटा टाइप्समा। फर्स्ट एक छ माइक्रोसाइटिक हाइपोक्रोमिकको। यसमा आइरन डेफिसियन्सी एनेमिया हुन्छ, थ्यालेसेमिया हुन्छ, एनेमिया अफ क्रोनिक डिजिज इन सम केसेस, त्यस्तै सिडेरोब्लास्टिक एनेमिया हुन सक्छ। अर्को रहेको छ नर्मोसाइटिक नर्मोक्रोमिक। यसमा चाहिँ एक्युट ब्लड लस हुन सक्छ, हेमोलाइटिक एनेमिया हुन सक्छ, एनेमिया अफ क्रोनिक डिजिज हुन सक्छ, एप्लास्टिक एनेमिया हुन सक्छ, त्यस्तै क्रोनिक किडनी डिजिज हुन सक्छ। अर्को रहेको छ म्याक्रोसाइटिकमा। यसमा भिटामिन B12 डेफिसियन्सीको कारणले हुन सक्छ, अर्को फोलेट डेफिसियन्सी हुन सक्छ, त्यस्तै लिभर डिजिजको कारणले हुन सक्छ, एल्कोहल रिलेटेड एनेमिया हुन सक्छ र केही ड्रग्सहरूको कारणले पनि हुन सक्छ म्याक्रोसाइटिक। अब यसको क्लिनिकल फिचर्स हेरौँ। क्लिनिकल फिचर्समा रहेको छ प्यालर अफ स्किन एन्ड कन्जक्टिभा। स्किनहरू प्यालर कलरको येलो कलरको हुन सक्छ, विकनेस एन्ड फेटिग, विकनेस फिल हुन्छ, फेटिग फिल हुन्छ, त्यस्तै डिजिनेस एन्ड हेडेकहरू फिल हुन सक्छ। नेक्स्ट रहेको छ सर्टनेस अफ ब्रिथ इन अन एक्सर्सन। एक्सर्साइजहरू गर्दा कि वर्कहरू गर्दा चाहिँ ब्रिदिङमा प्रब्लम हुन सक्छ जसलाई हामी डिस्पिनिया पनि भन्छौँ। त्यस्तै पाल्पिटेसन एन्ड ट्याकिकार्डिया, ट्याकिकार्डिया हुन सक्छ जसको कारणले पाल्पिट गर्न आफै अटोमेटिक फिल हुन्छ कि हार्टको रेट धेरै इन्क्रिज भएको छ। त्यस्तै रिड्युस्ड एक्सर्साइज टोलरेन्स, एक्सर्साइजहरू गर्नको लागि जुन क्यापेसिटी हुन्छ त्यो रिड्युस भएको हुन सक्छ। सिभियर एनेमिया मे कजिङ एन्जिना अर हार्ट फेलियर, सिभियर एनेमियाको कारणले एन्जिना र हार्ट फेलियरसम्म हुन सक्छ। नेक्स्ट रहेको छ हाम्रो डिफ्रेन्सिएट बिट्विन हाइपरथाइरोइडिजम एन्ड हाइपोथाइरोइडिजम। हाइपरथाइरोइडिजम र हाइपोथाइरोइडिजमको बिचमा डिफ्रेन्सिएट भन्दैछ। फर्स्टमा हाइपरथाइरोइडिजम हेरौँ। इन्क्रिज्ड मेटाबोलिक रेट, जुन मेटाबोलिक रेट हुन्छ त्यो इन्क्रिज भएको हुन्छ, त्यस्तै वेट लस हुन सक्छ, हिट इन्टोलेरेन्स, हिटलाई चाहिँ आफ्नो बडीमा टोलरेट गर्न नसक्ने कन्डिसन हुन सक्छ, त्यस्तै ट्याकिकार्डिया हुन सक्छ, वार्म र मोइस्ट स्किन हुन सक्छ, फ्रिक्वेन्ट स्टुल्स, डायरिया हुन सक्छ, उनीको धेरै पटक झाडा पोखला हुन सक्छ र डायरियाको सिम्पटम्स पनि देख्न सक्छ। त्यस्तै नर्भसनेस, ट्रेमर्स र इरिटेबिलिटी हुन सक्छ, इन्सोम्निया हुन सक्छ, इन्सोम्निया भनेको स्लिप डिसअर्डर हो, त्यस्तै ब्रिस्क रिफ्लेक्स हुन सक्छ। र हाइपोथाइरोइडिजममा रहेको छ डिक्रिज्ड मेटाबोलिक रेट, जसको कारणले मेटाबोलिक रेट डिक्रिज हुन्छ र वेट गेन हुन सक्छ। अब मेटाबोलिक रेट डिक्रिज भएपछि वेट गेन त भइ नै हाल्छ। त्यस्तै कोल्ड इन्टोलेरेन्स, हाइपरथाइरोइडिजममा हिट इन्टोलेरेन्स थियो, हिटलाई टोलरेट नगर्न सक्ने, र हाइपोथाइरोइडिजममा कोल्डलाई टोलरेट गर्न नसक्ने कन्डिसन हुन्छ। त्यस्तै हाइपोथाइरोइडिजममा ब्राडिकार्डिया हुन्छ र हाइपरथाइरोइडिजममा ट्याकिकार्डिया हुन्छ। अब अर्को हेरौँ। हाइपोथाइरोइडिजममा ड्राई र कोर्स स्किन हुन्छ, त्यस्तै कन्स्टिपेसन हुन्छ, लेथार्जी र स्लो थिङ्किङ हुन सक्छ, एक्सेसिभ स्लिपिनेस हुन सक्छ। यहाँ हामी हाइपरथाइरोइडिजममा इन्सोम्निया हेऱ्यौँ जसमा स्लिप डिसअर्डर हुन्छ, निद्रा लाग्दैन, र यहाँ हाइपोथाइरोइडिजममा धेरै स्लिपिनेस हुन्छ, एक्सेसिभ स्लिपिनेस, त्यस्तै डिलेड रिल्याक्सेसन एन्ड रिफ्लेक्सेस। अब डायग्नोसिस कसरी गर्ने भन्दाखेरि थाइरोइड फङ्सन टेस्ट इन्क्लुड्स TSH एन्ड फ्री T4 T3 इज मेजर्ड वेन इन्डिकेटेड। थाइरोइड फङ्सन टेस्ट गर्नुपर्ने हुन्छ, त्यसमा हामीलाई TSH गर्नुपर्ने हुन्छ, T4 र T3 मेजर गर्नुपर्ने हुन्छ। अब नेक्स्ट हेरौँ। राइट अबाउट द जोन्स क्राइटेरिया फर एक्युट रुमेटिक फिभर। एक्युट रुमेटिक फिभरको जोन्स क्राइटेरियाहरू के हो अब यसको हेरौँ। एक्युट रुमेटिक फिभर इज एन इन्फ्लामेटरी डिजिज that can occur after group A streptococcus infection, particularly streptococcal pharyngitis. Acute rheumatic fever एउटा इन्फ्लामेटरी डिजिज हो
जुन स्ट्रेप्टोकोकस इन्फेक्सनले गर्दा हुन्छ, जुन ग्रुप ए स्ट्रेप्टोकोकस हुन्छ त्यसको कारणले हुन्छ र यसमा स्ट्रेप्टोकोकल फेरिन्जाइटिसको पार्टिकुलरली मेन्सन हुन्छ। अब यसको क्राइटेरिया हेरौँ। यसमा दुईटा क्राइटेरिया हुन्छ, एउटा मेजर क्राइटेरिया अर्को माइनर क्राइटेरिया। अब मेजर क्राइटेरिया हेरौँ। मेजर क्राइटेरियामा कार्डाइटिस छ, कार्डाइटिस हुनसक्छ, त्यस्तै माइग्रेटरी पोलिआर्थराइटिस हुनसक्छ, सिडेनम कोरिया हुनसक्छ, त्यस्तै इरिदेमा मार्जिनेटम हुनसक्छ, सबक्युटेनियस नोडुल्स हुनसक्छ। यो भनेको मेजर क्राइटेरिया हो। अब अर्को माइनर क्राइटेरिया हेरौँ। फिभर हुनसक्छ, अर्थ्राल्जिया हुनसक्छ, एलिभेटेड इएसआर और सिआरपी हुनसक्छ। इएसआर र सिआरपी हुन्छ त्यो एलिभेट भएको हुन्छ। प्रोलङ्ड पिआर इन्टरभल अन इसिजी, जुन इसिजी गर्दाखेरि पिआर इन्टरभल चाहिँ धेरै हुनसक्छ। अब हेरौँ एभिडेन्स अफ प्रिसिडिङ स्ट्रेप्टोकोकल इन्फेक्सन। अब स्ट्रेप्टोकोकल इन्फेक्सन कसरी बुझ्छौँ प्रेजेन्ट छ भने रेज्ड अर राइजिङ एएसओ टाइटर, जुन एएसओ टाइटर हुन्छ त्यसमा रेज भएको हुन्छ। अदर एलिभेटेड स्ट्रेप्टोकोकल एन्टिबडी टाइटर्स, जुन अर्को स्ट्रेप्टोकोकल एन्टिबडीहरू हुन्छ त्यसमा पनि एलिभेट भएको हुन्छ। पोजिटिभ थ्रोट कल्चर और ऱ्यापिड एन्टिजेन टेस्ट वेयर एप्रोप्रिएट, जुन थ्रोट कल्चरहरू हुन्छ ऱ्यापिड एन्टिजेन टेस्टहरू हुन्छ त्यो पनि पोजिटिभ देखिएको हुन्छ। अब डायग्नोसिस हेरौँ। एभिडेन्स अफ प्रिसिडिङ ग्रुप ए स्ट्रेप्टोकोकल इन्फेक्सन प्लस 2 मेजर क्राइटेरिया और 1 मेजर प्लस 2 माइनर क्राइटेरिया विथ क्लिनिकल कन्टेक्स्ट कन्सिडर्ड। जुन स्ट्रेप्टोकोकल इन्फेक्सन हुन्छ त्यसमा दुईटा मेजर क्राइटेरिया मिट हुनुपर्ने हुन्छ या एउटा मेजर क्राइटेरिया र दुईटा माइनर क्राइटेरिया मिट हुनुपर्ने हुन्छ। त्यसले एक्युट रिमेटिक फिभरलाई पोजिटिभ देखाउँछ। अब नेक्स्ट हेरौँ। राइट डाउन द म्यानेजमेन्ट अफ पेप्टिक अल्सर डिजिज। पेप्टिक अल्सर डिजिजको म्यानेजमेन्ट भन्दैछ 5 मार्क्समा। सो पेप्टिक अल्सर डिजिज इज अल्सरेसन अफ ग्यास्ट्रिक और ड्युडेनल म्युकोजा ड्यू टु एसिड पेप्टिक इन्जुरी। पेप्टिक अल्सर डिजिज एउटा ग्यास्ट्रिक अल्सरेसन हो वा ड्युडेनल अल्सरेसन डिजिज हो जसमा एसिड पेप्टिक इन्जुरीको कारणले यो पेप्टिक अल्सर डिजिज हुने गर्दछ। कमनली एसोसिएटेड विथ एच पाइलोरी इन्फेक्सन और एनएसएआइडी युज। यो खास गरी एच पाइलोरीको कारणले हुन्छ वा एनएसएआइडी ड्रग्सको युज गरेर हुनसक्छ। अब यसलाई म्यानेजमेन्ट कसरी गर्ने भन्दाखेरि एभोइड स्मोकिङ, अननेसेसरी एल्कोहल एन्ड एनएसएआइडी वेयर पोसिबल। स्मोकिङलाई एभोइड गर्नुपर्ने हुन्छ, अननेसेसरी एल्कोहललाई एभोइड गर्नुपर्ने हुन्छ र एनएसएआइडीको युज हामीलाई रिड्युस गर्नुपर्ने हुन्छ, कम गर्नुपर्ने हुन्छ। त्यस्तै एसिड सप्रेसन विथ अ प्रोटोन पम्प इन्हिबिटर, जुन पिपिआई हुन्छ त्यसलाई युज गरेर एसिडलाई सप्रेस गर्नुपर्ने हुन्छ। अब यस पिपिआईमा हामी ओमिप्राजोल युज गर्न सक्छौँ, प्यान्टोप्राजोल र इसोमिप्राजोल युज गर्न सक्छौँ। अब हेरौँ। इफ एच पाइलोरी इज कन्फर्म्ड गिभ एन एप्रोप्रिएट इराडिकेसन रेजिमेन अकर्डिङ टु लोकल गाइडलाइन्स। यदि एच पाइलोरी कन्फर्म भएको छ भने हामीलाई एप्रोप्रिएट इराडिकेसन र रेजिमेनहरू युज गर्नुपर्ने हुन्छ लोकल गाइडलाइन्सको अनुसार। ड्रग रेसिस्टेन्स प्याटर्न हेरेर हामीलाई युज गर्नुपर्ने हुन्छ। अब हेरौँ। फर एनएसएआइडी रिलेटेड अल्सर स्टप द एनएसएआइडी इफ पोसिबल एन्ड युज पिपिआई ग्यास्ट्रो प्रोटेक्सन वेन निडेड। यदि एनएसएआइडीको कारणले भइरहेको छ पेप्टिक अल्सर डिजिज भने हामीलाई एनएसएआइडीलाई स्टप गर्नुपर्ने हुन्छ वा पिपिआई ग्यास्ट्रो प्रोटेक्सनहरू युज गर्नुपर्ने हुन्छ। म्यानेज कम्प्लिकेसन एन्ड विथ इन्डोस्कोपिक ट्रिटमेन्ट फर सिग्निफिकेन्ट ब्लिडिङ एन्ड अर्जेन्ट सर्जिकल म्यानेजमेन्ट फर पर्फोरेसन। हामीलाई कम्प्लिकेसनहरूलाई म्यानेज गर्नको लागि इन्डोस्कोपिक ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ। अब नेक्स्ट हेरौँ। राइट क्लिनिकल फिचर्स एन्ड म्यानेजमेन्ट अफ युटिआई इन प्रेग्नेन्सी। अब युटिआईको बारेमा हेरौँ। UTI in pregnancy may present as asymptomatic bacteriuria, cystitis र पाइलोनेफ्राइटिस। UTI जुन प्रेग्नेन्सीमा हुन्छ त्यसमा एसिम्प्टोब्याक्टेरिया हुन सक्छ, सिस्टाइटिस हुन सक्छ वा पाइलोनेफ्राइटिस हुन सक्छ। अब क्लिनिकल फिचर्स हेरौँ। एसिम्प्टोब्याक्टेरिया भयो भने त्यसमा युरिनरी सिम्पटम्स देखिँदैन। ब्याक्टेरिया डिटेक्टेड अन स्क्रिन, यदि युरिनलाई स्क्रिनिङ गर्यो भने त्यसमा ब्याक्टेरियाहरू देख्न सक्छौँ। त्यस्तै सिस्टाइटिसमा डिस्युरिया हुन सक्छ, युरिनेसनको बेला डिस्कम्फर्ट हुन सक्छ। त्यस्तै फ्रिक्वेन्सी हुन सक्छ, धेरै युरिनेसन हुन सक्छ, अर्जेन्सी हुन सक्छ, एकासी चाहिँ युरिन चेन्ज गर्ने फिलिङ आउन सक्छ। सुप्राप्युबिक डिस्कम्फर्ट हुन सक्छ, जुन सुप्राप्युबिक एरिया हुन्छ त्यसमा डिस्कम्फर्ट हुन सक्छ। समटाइम्स हेमाचुरिया, जुन युरिनेसनको बेला समटाइम्स ब्लड पनि आउन सक्छ। अब पाइलोनेफ्राइटिस हेरौँ। पाइलोनेफ्राइटिसमा फिभर आउन सक्छ, चिल्स हुन सक्छ, फ्ल्याङ्क पेन,
कोस्टोभर्टिब्रल एङ्गल टेन्डरनेस, त्यस्तै नजिया भोमिटिङ हुनसक्छ, समटाइम्स डिस्युरिया पनि हुनसक्छ। अब इन्भेस्टिगेसनको लागि हामी युज गर्छौँ युरिन माइक्रोस्कोपी एन्ड कल्चर विथ सेन्सिटिभिटी, सिबिसी एन्ड सिस्टेमिक इन्फेक्सन इज सस्पेक्टेड, ब्लड कल्चर पनि गर्छौँ यदि सिभियर इन्फेक्सन भयो भने। अब म्यानेजमेन्टको लागि हामी युज गर्छौँ ट्रिट ब्याक्टेरिया सिस्टाइटिस विथ अ प्रेग्नेन्सी सेफ एन्टिबायोटिक्स। यदि ब्याक्टेरिया सिस्टाइटिसहरू छ भने प्रेग्नेन्सी सेफ एन्टिबायोटिकलाई युज गर्नुपर्ने हुन्छ, जुन कि लोकल रिकमेन्डेसन पनि हुनु पर्यो र कल्चर रिजल्ट्स पनि देखाउनु पर्यो। इन्करेज एडिक्वेट फ्लुइड्स एन्ड कम्प्लिट द कोर्स। हामीले एडिक्वेट फ्लुइडमा राख्नु पर्यो पेसेन्टलाई र कम्प्लिट कोर्स ड्रग्सको कोर्स हुन्छ त्यो पुरै कम्प्लिट गर्नुपर्ने हुन्छ। पाइलोनेफ्राइटिस अफन रिक्वायर्स हस्पिटल एसेसमेन्ट, एप्रोप्रिएट आइभी एन्टिबायोटिक्स, हाइड्रेसन एन्ड मोनिटरिङ। यदि पाइलोनेफ्राइटिस छ भने त्यसलाई हस्पिटलमा एडमिट गर्नुपर्ने हुन्छ, एप्रोप्रिएट आइभी एन्टिबायोटिक्सहरू युज गर्नुपर्ने हुन्छ, हाइड्रेट राख्नुपर्ने हुन्छ र मोनिटरिङ गर्नुपर्ने हुन्छ। यसको कम्प्लिकेसन हेरौँ, युटिआईको पाइलोनेफ्राइटिस हुनसक्छ, मेटर्नल सेप्सिस हुनसक्छ, मदरलाई सेप्सिस हुनसक्छ, प्रिटर्म बर्थ हुनसक्छ एन्ड लो बर्थ वेट हुनसक्छ। अब नेक्स्ट हेरौँ राइट कजेस एन्ड म्यानेजमेन्ट अफ एसाइटिस। एसाइटिसको कजेस एन्ड म्यानेजमेन्ट। एसाइटिस इज एब्नर्मल एक्युमुलेसन अफ फ्री फ्लुइड इन द पेरिटोनियल क्याभिटी। एसाइटिस भनेको पेरिटोनियल क्याभिटीमा भएको फ्री फ्लुइडको एक्युमुलेसन हो, एब्नर्मल एक्युमुलेसन। यसको कजेस हेरौँ सिरोसिस एन्ड पोर्टल हाइपरटेन्सन। एसाइटिसको कजेस भनेको सिरोसिस हुनसक्छ वा पोर्टल हाइपरटेन्सन हुनसक्छ, कन्जेस्टिभ हार्ट फेलियर हुनसक्छ, मेलिग्नेन्सी इन्क्लुडिङ पेरिटोनियल कार्सिनोम्याटोसिस एन्ड ओभेरियन ग्यास्ट्रोइन्टेस्टाइनल क्यान्सर्स हुनसक्छ, ट्युबरक्युलोस पेरिटोनाइटिस हुनसक्छ, सिभियर नेफ्रोटिक सिन्ड्रोम देख्न सक्छौँ, त्यस्तै प्यानक्रियाटिक डिजिज र सिभियर हाइपोएल्बुमिनेमियाको कारणले हुनसक्छ एसाइटिस। अब ट्रिटमेन्ट म्यानेजमेन्ट हेरौँ ट्रिट द अन्डरलाइङ कज। जुन अन्डरलाइङ कजेसहरू छ त्यसलाई फर्स्टमा ट्रिट गर्नुपर्ने हुन्छ। रेस्ट्रिक्ट डाइट्री सोडियम, एभोइड एक्सेसिभ फ्लुइड रेस्ट्रिक्सन अनलेस क्लिनिकली इन्डिकेटेड, डायुरेटिक्स एस्पिरोनोल्याक्टोन एन्ड फ्युरोसिमाइड एडजस्टेड टु रेस्पोन्स रेनल फङ्सन एन्ड इलेक्ट्रोलाइट्स, थेराप्युटिक प्यारासिन्थेसिस फर टेन्स रिफ्र्याक्टरी एसाइटिस एन्ड एल्बुमिन वेन इन्डिकेटेड आफ्टर लार्ज भोल्युम रिमुभल। हामीलाई प्यारासिन्थेसिस प्रोसेस स्टार्ट गर्नुपर्ने हुन्छ र एल्बुमिन हामीलाई युज गर्नुपर्ने हुन्छ यदि लार्ज भोल्युममा हामी त्यसमा भएको फ्लुइड रिमुभ गर्यो भने। प्यारासिन्थेसिस भनेको जुन पेरिटोनियल क्याभिटीमा फ्लुइड हुन्छ त्यसलाई रिमुभ गर्ने प्रोसेस हो। रिफ्र्याक्टरी केसेस मे रिक्वायर रिपिटेड प्यारासिन्थेसिस, टिप्स इन सेलेक्टेड पेसेन्ट्स अर लिभर ट्रान्सप्लान्टेसन वेन एप्रोप्रिएट। जुन रिफ्र्याक्टरी केसेसहरू हुन्छ त्यसमा रिपिटेड प्यारासिन्थेसिस प्रोसेस हामीलाई युज गर्नुपर्ने हुन्छ, रिपिटेडली जुन फ्लुइड हुन्छ त्यसलाई रिमुभ गर्नुपर्ने हुन्छ। अब नेक्स्ट हेरौँ लङ क्वेसनको फर्स्ट क्वेसन, डिफाइन डायबिटिज मेलाइटस, डिस्क्राइब द प्याथोफिजियोलोजी, क्लिनिकल फिचर्स, कम्प्लिकेसन्स एन्ड म्यानेजमेन्ट। और डायबिटिज मेलाइटसको हेरौँ फर्स्टमा डेफिनेसन। डायबिटिज मेलाइटस इज अ ग्रुप अफ मेटाबोलिक डिसअर्डर्स क्यारेक्टराइज्ड बाई पर्सिस्टेन्ट हाइपरग्लाइसेमिया ड्यू टु इनएडिक्वेट इन्सुलिन सिक्रेसन्स, इम्पेयर्ड इन्सुलिन एक्सन अर बोथ। डायबिटिज मेलाइटस भनेको एउटा मेटाबोलिक डिसअर्डरको ग्रुप हो जसमा इनएडिक्वेट इन्सुलिन सिक्रेसनको कारणले वा इम्पेयर्ड इन्सुलिन एक्सनको कारणले ब्लडमा ग्लुकोजको लेभल इन्क्रिज हुन्छ, त्यसलाई हामी डायबिटिज मेलाइटस भन्छौँ। इनएडिक्वेट इन्सुलिन सिक्रेसन भनेको इन्सुलिन जतिको सिक्रेट हुनुपर्ने थियो बिटा सेलबाट त्यति नभएर त्यसभन्दा कम हुनु, र इम्पेयर्ड इन्सुलिन एक्सन भनेको इन्सुलिनको जुन एक्सन हुन्छ त्यो स्लो हुनु वा डिक्रिज हुनु। अब प्याथोफिजियोलोजी हेरौँ, फर्स्टमा हेरौँ टाइप 1 डायबिटिज। टाइप 1 डायबिटिज कसरी हुन्छ भन्दाखेरि अटोइम्युन डिस्ट्रक्सन अफ प्यानक्रियाटिक बिटा सेल्स कजेस सिभियर इन्सुलिन डेफिसियन्सी। टाइप 1 डायबिटिजमा जुन प्यानक्रियाज हुन्छ, प्यानक्रियाजको जुन बिटा सेल हुन्छ, बिटा सेलमा अटोइम्युन डिस्ट्रक्सन हुन्छ जसको कारणले इन्सुलिन सिक्रेट गर्न सक्दैन र बडीमा इन्सुलिनको डेफिसियन्सी हुन्छ। अब नेक्स्ट हेरौँ टाइप 2 डायबिटिजको। इन्सुलिन रेसिस्टेन्स डेभलप्स फलोड बाई प्रोग्रेसिभ बिटा सेल डिस्फङ्सन। यसमा चाहिँ बिटा सेलमा डिस्फङ्सन हुन्छ जसको कारणले इन्सुलिन रेसिस्टेन्स हुन्छ, इन्सुलिन रेसिस्टेन्स भएर इन्सुलिनले काम गर्न सक्दैन जसको कारणले डायबिटिज हुन्छ। अब नेक्स्ट हेरौँ इन्क्रिज्ड हेपाटिक ग्लुकोज प्रोडक्सन कन्ट्रिब्युट्स टु फास्टिङ हाइपरग्लाइसेमिया। अब जुन लिभर हुन्छ, लिभरमा ग्लुकोजको प्रोडक्सन इन्क्रिज हुन्छ जसको कारणले फास्टिङमा पनि हाइपरग्लाइसेमिया कन्ट्रिब्युट गर्छ, देखाउँछ। जसले भोकै हुन्छ त्यसमा पनि हाइपरग्लाइसेमिया हुन्छ। अब हाइपरग्लाइसेमिया कजेस ग्लाइकोस्युरिया, अस्मोटिक डायुरेसिस, पोलियुरिया, फ्लुइड लस, डिहाइड्रेसन एन्ड लङ स्ट्यान्डिङ हाइपरग्लाइसेमिया।
causes vascular and tissue damage. अब हाइपरग्लाइसेमियाले ग्लाइकोस्युरिया कज गर्छ। ग्लाइकोस्युरिया भनेको जुन युरिनेसन हुन्छ युरिनमा ग्लुकोजको प्रेजेन्ट हुन्छ, अस्मोटिक डायुरेसिस गराउँछ, पोलियुरिया गराउँछ, धेरै पटक युरिनेसन, फ्लुइड लस गराउँछ, युरिनबाट वा जुन पसिना हुन्छ पसिनाबाट, त्यस्तै डिहाइड्रेसन गराउँछ। र लङ स्ट्यान्डिङ हाइपरग्लाइसेमिया भनेको धेरै दिनसम्म यदि हाइपरग्लाइसेमिया रह्यो भने त्यसले भास्कुलर र टिस्यु ड्यामेजहरू गराउन सक्छ। अब हेरौँ क्लिनिकल फिचर्स। क्लिनिकल फिचर्समा रहेको छ पोलियुरिया, पोलिडिप्सिया र पोलिफ्याजिया। पोलियुरिया भनेको धेरै पटक युरिनेसन, पोलिडिप्सिया भनेको तिर्खा लाग्नु धेरै, र पोलिफ्याजिया भनेको भोक लाग्नु। अब अर्को क्लिनिकल फिचर्स हेरौँ। वेट लस स्पेसली इन अनकन्ट्रोल टाइप 1 डायबिटिज। टाइप 1 डायबिटिज यदि अनकन्ट्रोल रह्यो भने त्यसमा वेट लस हुनसक्छ, फ्याटिक विकनेस हुनसक्छ, ब्लड भिजन हुन्छ, रिकरेन्ट युरिनरी इन्फेक्सनहरू स्किन इन्फेक्सनहरू हुनसक्छ, त्यस्तै पुवर वुन्ड हिलिङ हुनसक्छ, प्रुराइटिस हुनसक्छ, नम्बनेस र टिङ्गलिङ सेन्सेसनहरू हुनसक्छ, रिकरेन्ट जेनाइटल इन्फेक्सनहरू हुनसक्छ। अब कम्प्लिकेसन हेरौँ डायबिटिज मेलाइटसको। एक्युटमा चाहिँ हाइपोग्लाइसेमिया हुन्छ, डायबिटिक किटोएसिडोसिस हुनसक्छ, हाइपर अस्मोलर हाइपरग्लाइसेमिया हुनसक्छ, त्यस्तै क्रोनिक माइक्रोभास्कुलरमा रेटिनोप्याथी हुनसक्छ, नेफ्रोप्याथी हुनसक्छ, न्युरोप्याथी हुनसक्छ, त्यस्तै क्रोनिक म्याक्रोभास्कुलरमा कोरोनरी आर्टरी डिजिज हुनसक्छ, स्ट्रोक हुनसक्छ, त्यस्तै पेरिफेरल आर्ट्रियल डिजिजहरू हुनसक्छ, र अझै चाहिँ डायबिटिक फुट अल्सर हुनसक्छ, रिकरेन्ट इन्फेक्सन्स, त्यस्तै पोर वुन्ड हिलिङहरू हुनसक्छ। अब म्यानेजमेन्ट हेरौँ। फर्स्टमा रहेको छ लाइफस्टाइलमा। लाइफस्टाइलमा चाहिँ हेल्दी डाइट लिनुपर्ने हुन्छ, एप्रोप्रिएट क्यालोरिजहरू कन्ज्युम गर्नुपर्ने हुन्छ, रेगुलर फिजिकल एक्टिभिटी गर्नुपर्ने हुन्छ, वेट म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ, स्मोकिङ सेसेसन गर्नुपर्ने हुन्छ भनेको स्मोकिङलाई रोक्नुपर्ने हुन्छ, र डायबिटिजको बारेमा एजुकेसन लिनुपर्ने हुन्छ। त्यस्तै अर्को रहेछ मोनिटरिङ। ग्लुकोज मोनिटर गर्नुपर्ने हुन्छ, HbA1c चेक गर्नुपर्ने हुन्छ, बिपी, लिपिड्स, रेनल फङ्सन्स, युरिन एल्बुमिन, आइज, फिट, यिनीहरूको रेगुलर मोनिटरिङ गर्नुपर्ने हुन्छ। त्यस्तै मेडिसिनहरूमा रहेको छ मेटफोर्मिन, सल्फोनाइलयुरियाज, DPP4 इन्हिबिटर्स, SGLT2 इन्हिबिटर्स, त्यस्तै GLP1 रिसेप्टर्स एगोनिस्ट अकर्डिङ टु इन्डिभिजुअल फ्याक्टर्स, यिनीहरूको कन्जम्सन गर्नुपर्ने हुन्छ भनेको लिनुपर्ने हुन्छ। त्यस्तै इन्सुलिन इज इसेन्सियल इन टाइप 1 डायबिटिज एन्ड युज्ड इन डिके। इन्सुलिन चाहिँ टाइप 1 डायबिटिजमा इसेन्सियल छ, प्रायोरिटी छ, र हामी डिकेमा पनि युज गर्न सक्छौँ। टाइप 2 डायबिटिजमा यदि पेसेन्टमा चाहिएको छ भने त्यसमा पनि युज गर्न सक्छौँ, एकर्डिङ टु सिचुएसन हामी कन्ज्युम गर्न सक्छौँ। त्यस्तै छ कन्ट्रोल हाइपरटेन्सन एन्ड डिस्लिपिडेमिया, प्रिभेन्ट डायबेटिक फुड कम्प्लिकेसन। हाइपरटेन्सनलाई कन्ट्रोल गर्नुपर्ने हुन्छ, डिस्लिपिडेमियालाई कन्ट्रोल गर्नुपर्ने हुन्छ, त्यसले चाहिँ फुड अल्सरहरूबाट, फुड कम्प्लिकेसनहरूबाट प्रिभेन्ट गर्छ। अब नेक्स्ट हेरौँ। अर्को रहेको छ एक्सप्लेन द इटियोलोजी, क्लिनिकल फिचर्स, कम्प्लिकेसन एन्ड म्यानेजमेन्ट अफ पल्मोनरी ट्युबरक्लोसिस। अब PTB को बारेमा हेरौँ, पल्मोनरी ट्युबरक्लोसिसको बारेमा। फर्स्टमा डेफिनेसन रहेको छ पल्मोनरी ट्युबरक्लोसिस इज एन इन्फेक्सियस डिजिज caused mainly by Mycobacterium tuberculosis। पल्मोनरी ट्युबरक्लोसिस भनेको एउटा इन्फेक्सियस डिजिज हो जुन माइकोब्याक्टेरियम ट्युबरक्लोसिसको कारणले लाग्छ, प्राइमरीली एफेक्टिङ द लङ्स। यसले चाहिँ फर्स्टमा लङ्समा एट्याक गर्छ। अब यसको इटियोलोजी हेरौँ, कारण कसरी कज हुन्छ भन्दाखेरि कजेस हेरौँ। ट्रान्समिसन occurs mainly by inhalation of airborne droplets nuclei from an infectious patient during coughing, sneezing or speaking। यो चाहिँ ट्रान्समिट हुन्छ खास गरी इन्हेलेसन अफ एयरबोर्न ड्रपलेट, जुन ड्रपलेटमा चाहिँ माइकोब्याक्टेरियम ट्युबरक्लोसिस गइसकेको हुन्छ, इन्फेक्ट भइसकेको हुन्छ, त्यसले यदि हामीले कन्ज्युम गर्यो भने त्यसले हामीलाई ट्रान्समिट गर्छ ट्युबरक्लोसिस। अब रिस्क फ्याक्टर हेरौँ। क्लोज कन्ट्याक्ट विथ इन्फेक्सियस टिबी। अब क्लोज कन्ट्याक्टमा आयो हामी, यदि इन्फेक्सियस टिबी छ र त्यसको क्लोज कन्ट्याक्टमा आयो भने त्यसमा हामीलाई हुनसक्छ। त्यस्तै मालन्युट्रिसन, HIV इन्फेक्सन, डायबिटिज मेलाइटस, इम्युनोसप्रेसिभ ट्रिटमेन्ट, ओभरक्राउडिङ एन्ड पुवर लिभिङ कन्डिसन्स, त्यस्तै स्मोकिङहरूमा हुनसक्छ। यिनीहरू रिस्क फ्याक्टर हो। अब नेक्स्ट हेरौँ क्लिनिकल फिचर्स। क्लिनिकल फिचर्समा फर्स्टमा रेस्पिरेटरीमा कस्तो कस्तो फिचर्सहरू हुन्छ भन्दाखेरि पर्सिस्टेन्ट कफ आउन सक्छ, एस्प्युटम प्रोडक्सन हुनसक्छ, हेमोप्टाइसिस भनेको जुन एस्प्युटम हुन्छ त्यसमा ब्लड आउन सक्छ, चेस्ट पेन हुनसक्छ, सर्टनेस अफ ब्रेथ हुनसक्छ, र त्यस्तै कन्स्टिट्युसनल भनेको फिभर आउन सक्छ, नाइट स्विट्स आउन सक्छ, लस अफ एपेटाइट, वेट लस, फ्याटिक एन्ड विकनेसहरू हुनसक्छ।
अब चाहिँ इन्भेस्टिगेसन हेरौँ। हामीलाई टिबीमा के इन्भेस्टिगेसनहरू गर्नुपर्ने हुन्छ भन्दाखेरि ऱ्यापिड मोलिकुलर टेस्ट जस्तै नाट फर माइकोब्याक्टेरियम ट्युबरक्लोसिस, ड्रग रेसिस्टेन्ट टेस्टिङ वेयर एभाइलेबल, त्यस्तै एस्प्युटम स्मियर माइक्रोस्कोपी वेयर इन्डिकेटेड, चेस्ट एक्सरे गराउनु पर्ने हुन्छ, कल्चर एन्ड ससेप्टिबिलिटी टेस्टिङ वेयर इन्डिकेट्स, त्यस्तै एचआइभी टेस्टिङहरू गराउनु पर्ने हुन्छ। अब कम्प्लिकेसन हेरौँ। म्यासिभ हेमोप्टाइसिस, त्यस्तै प्लुरल इफ्युजन, न्युमोथोरेक्स, रेस्पिरेटरी फेलियर, ब्रोङ्केटाइसिस, पल्मोनरी फिब्रोसिस, एस्प्रिजिलोमा इन एन ओल्ड क्याभिटी, मिलियरी टिबी, टिबी मेनिन्जाइटिस, डिसेमिनेटेड टिबी। अब म्यानेजमेन्ट हेरौँ। ड्रग सेन्सिटिभ पल्मोनरी टिबी इज ट्रिटेड विथ कम्बिनेसन एन्टी-टिबी मेडिसिन्स अकर्डिङ टु द नेसनल टिबी प्रोग्राम्स एन्ड करेन्ट गाइडलाइन्स। हामीलाई चाहिँ एन्टी-टिबी मेडिसिन्सहरू युज गर्नुपर्ने हुन्छ करेन्ट गाइडलाइन्सको हिसाबले। त्यस्तै द स्ट्यान्डर्ड इन्टेन्सिभ फेज कमनली इन्क्लुड्स एसोनियाजिड, रिफाम्पिसिन, प्याराजिनामाइड, इथाम्ब्युटल फलोड बाई इनएप्रोप्रिएट कन्टिन्युएसन फेज। यिनीहरू चाहिँ फर्स्ट लाइन ड्रग्स हो। एसोनियाजिड, रिफाम्पिसिन, प्याराजिनामाइड, इथाम्ब्युटलहरू टिबीको लागि। अब अर्को हेरौँ। इन्स्योर एडेरेन्स एन्ड मोनिटर एडभर्स इफेक्ट्स, evaluate close contacts and provides preventive treatment to eligible contacts according to national guidelines। हामीलाई चाहिँ मोनिटर गर्नुपर्ने हुन्छ एडभर्स इफेक्टहरू, त्यस्तै क्लोज कन्ट्याक्टबाट टाढा बस्नुपर्ने हुन्छ, चाहिँ नेसनल गाइडलाइन्सलाई हामीले फलो गर्नुपर्ने हुन्छ। प्रोभाइड एडिक्वेट न्युट्रिसन एन्ड म्यानेज एसोसिएटेड कन्डिसन सच एज डायबिटिज एन्ड एचआइभी। हामीलाई प्रोपर न्युट्रिसन कन्ज्युम गर्नुपर्ने हुन्छ र डायबिटिज एचआइभीहरूबाट प्रोटेक्ट गर्नुपर्ने हुन्छ। Drug resistant TB requires molecular drug susceptibility testing and a specialized regimen under the National TB program। हामीलाई चाहिँ टिबीको जुन ड्रग रेसिस्टेन्सहरू हुन्छ त्यसमा मोलिकुलर ड्रग ससेप्टिबिलिटीहरू टेस्टिङ गर्नुपर्ने हुन्छ, स्पेसलाइज्ड रेजिमेनहरू युज गर्नुपर्ने हुन्छ। अब नेक्स्ट हेरौँ। डिफाइन एमनोरिया, राइट्स इट्स डेफिनेसन, कजेस, इन्भेस्टिगेसन एन्ड म्यानेजमेन्ट। अब एमनोरियाको बारेमा हेरौँ। एमनोरिया इज द एब्सेन्स अफ मेन्सुरेसन। मेन्सुरेसन एब्सेन्स हुनुलाई हामी एमनोरिया भन्छौँ। यो भनेको दुई टाइप्सको हुन्छ, एउटा प्राइमरी एमनोरिया, अर्को सेकेन्डरी एमनोरिया। प्राइमरी एमनोरिया भनेको फेलियर टु एटेन मेनार्की बाई द एज एक्सपेक्टेड एज। जुन एक्सपेक्टेड एज हुन्छ गर्ल्सको 12 to 13 इयर्स, त्यतिसम्म पनि यदि मेन्सुरेसन स्टार्ट भएन भने त्यसलाई हामी प्राइमरी एमनोरिया भन्छौँ। त्यस्तै सेकेन्डरी एमनोरिया भनेको एब्सेन्स अफ मेन्सुरेसन फर 3 months इन अ प्रिभियसली इरेगुलर साइकल और 6 months इन अ प्रिभियसली इरेगुलर साइकल व्हेन प्रेग्नेन्सी इज एक्सक्लुडेड। भनेको प्रेग्नेन्सी यदि छैन त्यही पनि यदि रेगुलर साइकल चलिरहेको थियो 3 महिनाको लागि एब्सेन्स भयो मेन्सुरेसन भने त्यसलाई हामी सेकेन्डरी एमनोरिया भन्छौँ, र 6 monthsसम्म इरेगुलर साइकलमा पनि एब्सेन्स भयो भने त्यसले पनि हामी सेकेन्डरी एमनोरिया भन्छौँ। अब के कारणले हुन सक्छ भन्दाखेरि फिजियोलोजिकल चाहिँ प्रेग्नेन्सीले गर्दा हुन सक्छ, ल्याक्टेसनले गर्दा हुन सक्छ, मेनोपजले गर्दा हुन सक्छ। त्यस्तै हाइपोथ्यालेमिकमा भनेको सिभियर स्ट्रेसको गर्दा हुन सक्छ, एक्सेसिभ एक्सर्साइजले गर्दा हुन सक्छ, लो बडी वेटले गर्दा हुन सक्छ, इटिङ डिसअर्डर्स, त्यस्तै क्रोनिक सिस्टेमिक इलनेसले गर्दा हुन सक्छ। अब पिट्युटरीमा हेरौँ। हाइपर प्रोल्याक्टिनेमियाको कारणले हुन सक्छ, पिट्युटरी एडिनोमा, त्यस्तै अदर पिट्युटरी डिसअर्डरको कारणले हुन सक्छ। अब ओभ्यारियनमा चाहिँ पिसिओएस, प्रिम्याचुर ओभ्यारियन इन्सफिसियन्सी र गोनेडल डिसजेनेसिसको कारण हुन सक्छ। युटेराइन आउटफ्लो ट्र्याक्टमा चाहिँ एसरमन सिन्ड्रोमको कारणले हुन सक्छ, इम्परफोरेट हाइमनको कारणले हुन सक्छ, ट्रान्सभर्स भेजिनल सेप्टमको कारणले हुन सक्छ, सर्भाइकल स्टेनोसिसको कारणले हुन सक्छ। अब चाहिँ नेक्स्ट हेरौँ। इन्डोक्राइनमा चाहिँ हाइपोथाइरोइडिजमको कारणले, हाइपरथाइरोइडिजम एन्ड अदर रिप्रोडक्टिभ इन्डोक्राइन डिसअर्डरको कारणले हुन सक्छ। अब इन्भेस्टिगेसन के गर्नुपर्ने हुन्छ। प्रेग्नेन्सी टेस्ट गर्नुपर्ने हुन्छ, प्रेग्नेन्सीमा पनि युरिन र सिरम बिटा एचसिजी गर्नुपर्ने हुन्छ। एक्जामिनेसन चाहिँ हाइट, वेट, बिएमआई, सेकेन्डरी सेक्सुअल क्यारेक्टरिस्टिक्स, थाइरोइड, हाइपर एन्ड्रोजिनिजम, ग्यालेक्टोरिया एन्ड पेल्भिक एब्नर्मेलिटिजहरू हामीलाई एक्जामिनेसन गर्नुपर्ने हुन्छ। त्यस्तै हर्मोन्समा चाहिँ टिएसएच, प्रोल्याक्टिन, एफएसएच, एलएच, एस्ट्राडियोल, एन्ड्रोजेन टेस्टिङ वेन इन्डिकेटेड, यिनीहरूलाई टेस्ट गर्नुपर्ने हुन्छ, चेक गर्नुपर्ने हुन्छ। त्यस्तै पेल्भिक अल्ट्रासोनोग्राफी गराउनुपर्ने हुन्छ, पिट्युटरी एमआरआई गराउनुपर्ने हुन्छ। अदर टेस्ट एकर्डिङ टु सस्पेक्टेड कजको हिसाबले हामीलाई टेस्ट गराउनुपर्ने हुन्छ। अर्को चाहिँ म्यानेजमेन्ट हेरौँ।
प्रेग्नेन्सीमा चाहिँ एप्रोप्रिएट एन्टिनेटल केयर दिनुपर्ने हुन्छ। PCOS छ भने लाइफस्टाइल मोडिफिकेसन गराउनुपर्ने हुन्छ, वेट म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ, मेन्स्ट्रुअल रेगुलेसन गर्नुपर्ने हुन्छ, ट्रिटमेन्ट अफ हाइपर एन्ड्रोजिनिजम गर्नुपर्ने हुन्छ, फर्टिलिटीलाई ट्रिट गर्नुपर्ने हुन्छ। त्यस्तै हाइपर प्रोल्याक्टिनिमिया छ भने काउजलाई ट्रिट गर्नुपर्ने हुन्छ। डोपामिन एगोनिस्ट युज गर्नुपर्ने हुन्छ जस्तै क्याबरगोलिन छ। त्यस्तै थाइरोइड डिजिजमा चाहिँ एप्रोप्रिएट ट्रिटमेन्ट जुन थाइरोइड डिजिज छ त्यसलाई ट्रिट गर्नुपर्ने हुन्छ। फङ्सनल हाइपोथ्यालेमिक एमनोरियामा चाहिँ न्युट्रिसन इम्प्रुभ गर्नुपर्ने हुन्छ, एक्सेसिभ एक्सर्साइजलाई रिड्युस गर्नुपर्ने हुन्छ, स्ट्रेसलाई रिड्युस गर्नुपर्ने हुन्छ। प्रिम्याच्योर ओभ्यारियन इन्सफिसियन्सीमा हर्मोनलाई रिप्लेसमेन्ट गराउनुपर्ने हुन्छ यदि जरुरी छ भने, र फर्टिलिटी काउन्सिलिङहरू गराउनुपर्ने हुन्छ। त्यस्तै स्ट्रक्चरल एब्नर्म्यालिटिजमा चाहिँ सर्जिकल करेक्सनहरू गराउनुपर्ने हुन्छ, फर्टिलिटी म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ।